ल हाम्रो भिडियो क्लासमा कन्टिन्युअसली जुन लास्ट क्लासबाट आज ओल्ड इज गोल्ड को नेक्स्ट पार्ट हो हाम्रो 2075 क्वेशन नम्बर 15 को सोलुसन गर्न आज गइरहेको छु र ओल्ड इज गोल्ड को क्रमशः स्टक भ्यालुएसन को 1 बाइ 1 सबै म सोलुसन गरेर हेराउँछु र कही कतै बुझेन भने कमेन्टमा तपाईले लेख्न सक्नुहुन्छ कुनै क्वेशन यदि छ भनेदेखि यो च्याप्टरको त्यो पनि कमेन्टमा लेख्न सकिनेछ। आज यो क्वेशनलाई म सोलुसन गर्न गइरहेको छु। हाम्रो क्वेशनले के भनेको छ भने अल्फा कम्पनी रिसेन्टली पेड अ डिभिडेन्ड ₹30। अल्फा कम्पनीले के गरेको छ भर्खरै के गरेको छ भनेदेखि ₹30 पर शेयर के गरेको छ डिभिडेन्ड तिरेको छ। त सबभन्दा पहिले मैले के भनेको छु जहिले पनि क्वेशनमा जे गिभन दिएको छ जहिले पनि टिप्नु पर्छ। यदि त्यसबाट यदि हामीले टिप्न सिक्यो भनेदेखि आधी हिसाब हाम्रो त्यतिकै बनेको हुन्छ टिप्न जाने भने र आधी हिसाब हामीले क्याल्कुलेसनबाट बनाउन सक्छौं। हामीले यहाँ क्वेशनमा के दियो अल्फा कम्पनीले रिसेन्टली के गरेको छ डिभिडेन्ड पेड गरेको छ। यो रिसेन्टली पेड भनेको के भनेको छ प्रेजेन्ट टेन्समा छ र त्यसलाई हामीले D0 ले डिनोट गर्छ। ओके अब सबभन्दा पहिले गिभन लेखौं। गिभन हामीले के दिएको छ रिसेन्टली पेड डिभिडेन्ड। यो रिसेन्टली पेड डिभिडेन्ड भने पनि जस्ट पेड डिभिडेन्ड भनेपछि त्यसलाई हामीले D0 ले डिनोट गर्छौं जुन रुपीस दिएको छ हामीलाई 30। ल अनि हामीले क्वेशनले के भनेको छ डिभिडेन्ड इज एक्सपेक्टेड टु ग्रो भनेको छ एट द कन्स्ट्यान्ट रेट अफ द 5% पर इयर फर इयर। सदाको लागि के हुन्छ भनेदेखि 5% ले ग्रोथ रेट समान रूपले वृद्धि हुँदै जान्छ। यस्तो कन्डिसन भनेको छ क्वेशनले भनेदेखि यो क्वेशन के भयो हाम्रो कन्स्ट्यान्ट मोडलको क्वेशन भयो अर्थात कन्स्ट्यान्ट ग्रोथ रेट मोडल भयो। हामीलाई के दियो ग्रोथ रेट के दियो ग्रोथ रेट फर इयर। ल फर इयर यसलाई हामीले GN अथवा G लेख्दा पनि हुन्छ। यो कति 5%। ल त्यसपछि हामीलाई क्वेशनले भनेको फर्म कस्ट अफ इक्विटी इज द 15% र कस्ट अफ इक्विटी भन्नाले इन्भेस्टर रिक्वायर रेट अफ रिटर्न हो। यो हामीले यहाँ लेख्छ कस्ट अफ इक्विटी र कस्ट अफ इक्विटीलाई हामीले KS ले डिनोट गर्छौं जुन हामीलाई दिएको छ 15%। ओके हामीले अब के गर्यो भनेदेखि गिभन सम्पूर्ण रूपमा गिभन लेख्ने काम पहिलो स्टेजको काम हामीले गरिसक्यो। अब हामीलाई क्वेशनको रिक्वायरमेन्टमा जुन कुरा भनेको छ त्यो कुरा हामी स्टेप वाइज क्याल्कुलेसन गर्दै जान्छौं सोलुसन गर्दै जाने छौं। ओके हामीलाई क्वेशनले के भनेको छ क्याल्कुलेटेड इन्ट्रिन्जिक भ्यालु अफ स्टक अर्थात इन्ट्रिन्जिक भ्यालु अफ स्टक भन्नाले भ्यालु अफ स्टक टुडे भनेको मतलब अहिले त्यो स्टकको भ्यालु कति छ भनेको छ निकाल्नको लागि यो क्वेशनमा। ओके हामी ए नम्बरको हामीले अब गर्छौं। यहाँ ए नम्बरको हामीले के भनेको छ क्याल्कुलेसन अफ इन्ट्रिन्जिक भ्यालु अफ स्टक। इन्ट्रिन्जिक अफ भ्यालु अफ स्टकलाई हामी P0 भन्छौं र P0 को फर्मुला किनभने हामीले त मोडल पहिले मैले भनिसके यो कुन मोडल हो कन्स्ट्यान्ट ग्रोथ रेट मोडल अर्थात नोमिनल ग्रोथ रेट मोडलको र नोमिनल ग्रोथ रेट मोडलको फर्मुला के हुन्छ कन्सेप्ट के हुन्छ म लास्ट भिडियोमा बताइसकेको छु। यसको फर्मुला के हुन्छ P0 को D1 डिवाइड बाइ KS माइनस GN। और हामीलाई अब D1 कसरी निस्किन्छ भनेदेखि D0 1 प्लस GN र KS माइनस GN। ओके अब हामी के गर्छौं यसमा भ्यालु पुट गर्छौं र सोलुसन गर्छौं। हामीलाई D0 कति दिएको छ 30%। हामी यहाँ लेख्छौं 30 1 को 1 ग्रोथ रेट हामीलाई 5% दिएको छ। 5% लाई फ्र्याक्सनमा लेख्दाखेरि 0.05 हुन्छ र हामीलाई कस्ट अफ इक्विटी अर्थात रेट अफ रिटर्न दिएको छ जुन KS छ हामीलाई 0.15 माइनस 0.05। अब यसलाई म सोलुसन गरेर हेर्छु कति आउँछ। अब सोलुसन गर्नको लागि हामीले के गर्नुपर्छ भनेदेखि
अब क्याल्कुलेसन नै गर्नुपर्छ। अब यो क्याल्कुलेसन गर्दाखेरि यो आउँछ रुपिज 31.5 आउँदो रहेछ र यहाँ हामीले घटाउँदाखेरि 0.10 र हामीले यहाँ डिभाइड गर्छौँ भनेदेखि यो आउँछ रुपिज 315। यो नै हाम्रो के हुन्छ एन्सर हुन्छ। अब ए नम्बरको हामीले के गर्यो भनेदेखि सोलुसन गर्यो। अब त्यसै गरी हामीले बी नम्बरको सोलुसन गर्न गइरहेका छौँ। बी नम्बरमा के भनेको छ भनेदेखि व्हाट इज डिभिडेन्ड यील्ड फर द फर्स्ट इयर। फर्स्ट इयरको डिभिडेन्ड यील्ड कति हुन्छ त डिभिडेन्ड यील्डको मैले फर्मुला त लेखाएको छु। त्यो फर्मुला जस्ट हामीले एप्लाई गर्छौँ। लेख्छौँ पहिला क्याल्कुलेसन अफ डिभिडेन्ड यील्ड फर द फर्स्ट इयर को डिभिडेन्ड यील्ड निकाल्नको लागि भनिरहेको छ। जुन डिभिडेन्ड यील्ड अब यो डिभिडेन्ड यील्डलाई हामी DY ले डिनोट गर्छौं। अब डिभिडेन्ड यील्डको फर्मुला हुन्छ D1 डिवाइड बाइ P0। अब D1 डिवाइड बाइ P0 अलरेडी हामीले के गर्यो भनेदेखि यहाँ D1 हामीले क्याल्कुलेसन गरेका छौं। D01 + G गरिसकेपछि अलरेडी हाम्रो D1 नै आउँछ र जुन अलरेडी आइसकेको छ 31.5 त्यही भ्यालु राख्दा नि हुन्छ हामीलाई 31.5। P0 अलरेडी हामीले क्याल्कुलेसन गरिसकेका छौं 315 र त्यही 315 लाई हामी यहाँ पुट गर्छौं 315। अब हामीले यहाँ डिवाइड गर्दाखेरि हाम्रो आउँछ 0.10 और 10%। हाम्रो डिभिडेन्ड यील्ड कति आयो 10% आयो र डिभिडेन्ड यील्ड क्याल्कुलेसन गरिसकेपछि हामीले ए नम्बरको पाटो पनि गरिसक्यो, बी नम्बरको पाटो पनि गरिसक्यो। अब 3 नम्बरतिर म गइरहेको छु। ओके, अब हामी ल सी तिर जाउँ। क्वेशन नम्बर सी मा हामीले के भनेको छ क्याल्कुलेट द भ्यालु अफ द स्टक एट द एन्ड अफ थर्ड इयर। मतलब एट द इयर थर्ड मा भ्यालु अफ द स्टक कति हुन्छ अर्थात P3 को भ्यालु हामीले क्वेशनले क्याल्कुलेसन गरेर हेराउ भनिरहेछ। अब त्यो हामी हेराउँछौं अहिले। ल अब सी नम्बरमा हामीले क्वेशनले के भनेको छ क्याल्कुलेसन अफ द भ्यालु अफ स्टक एट द इयर 3 अर्थात यसलाई हामी P3 ले डिनोट गर्छौं। P3 को फर्मुला हुन्छ D4KS - GN। अब हामी यहाँ फर्मुला अब D4 त हामीले यहाँ क्याल्कुलेसन गरेर हेराउनु पर्छ। जुन हाम्रो बोर्डमा अलरेडी स्पेसको कमी भएको कारणले गर्दाखेरि मैले के गर्छु भनेदेखि डाइरेक्टली कसरी हामीले D4 को भ्यालु निकाल्न सकिन्छ त्यो फर्मुला युज गरेर म निकाल्न गइरहेको छु। अब D4 निकाल्नको लागि डाइरेक्ट हामी के गर्छौं D0 1 + G को पावर 4 गर्छौं र KS - GN गर्छौं। ओके, अनि D0 अलरेडी हामीलाई कति दिएको छ क्वेशनले कति प्रोवाइड गरेको छ 30 र हामीले 1 + G 0.05 अनि पावर 4 अनि KS भने 0.15 - 0.05। अब यो सोलुसन गर्नको लागि म क्याल्कुलेटर टिप्दैछु। ल हामीले सम्पूर्ण कुराको क्याल्कुलेसन गरेर हाम्रो क्याल्कुलेटरले कति बताएको छ भनेदेखि रुपीस 364.65 हाम्रो भ्यालु अफ द स्टक एट द इयर थर्ड मा कति आयो हाम्रो स्टकको भ्यालु कति आयो 364 रुपैयाँ 65 पैसा आएको छ जुन म वर्ल्ड इज गोल्डसँग ट्याली हुन्छ।
ओके, अब यो क्वेसन भइसकेपछि यदि विद्यार्थी भाइ बहिनीको कुनै क्वेसन छ यो च्याप्टर सम्बन्धी अथवा फाइनान्स सम्बन्धी कुनै किसिमको क्वेसन छ भनेदेखि त्यो क्वेसन ओके, त्यो क्वेसन कति वर्षमा सोधेको छ, चाहे जुनसुकै बुक्सको होस्, बीबीएस बीबीए, त्यो तपाईले के गर्नु होला भनेदेखि कमेन्ट गर्नु होला। म त्यसको सोलुसन यसरी नै भिडियो बनाएर गर्दिने नै छु। अहिलेको लागि धन्यवाद। यदि भिडियो मन परेकोमा के गर्दिनु भने लाइक, शेयर र सब्स्क्राइब गर्नु होला।